गाइज होइन अब मौसम अहिले चाहिँ एकदमै खराब छ है। जताततै बाढी पहिरो भुचे होइन, जताततै मतलब बाटोघाटोहरू बन्द, डुबान होइन, अनेक थरीका कामहरू भइरहेछ। प्रकृतिले पनि आफ्नो विपत्तिको मोड देखाइरहेको अवस्था छ। त्यसैले हजुरहरू पनि सुरक्षित रहनुहोला र कहीँ जानु पर्दाखेरि सुरक्षित गन्तव्य छ कि छैन होइन, बर्सातको अनुमान गरेर, पूर्व अनुमान गरेर जानु होला, किनकि बाटोघाटोहरू बन्द पनि हुन सक्छ। यस्तो अवस्थामा हजुरहरूलाई अप्ठ्यारो पनि पर्न सक्छ। त्यसैले गर्दाखेरि सबै कुराहरूको जानकारी लिएर बर्सातको समयमा यात्रा गर्दाखेरि धेरै ध्यान दिनु होला। र किनकि पहाडी क्षेत्रमा माथिबाट पनि ठुल्ठुलो पहिरोहरू आउने र रोडहरू बन्द हुने घटनाक्रमहरू बढिरहेको छ र तराईतिर पनि धेरै पानी पर्दा डुबान हुने समस्याहरू भइरहेको छ र धेरै ठाउँमा यो धनजनको क्षति भइरहेको छ। यहाँबाट हजुरहरू सबैले सुरक्षित रहनु होला भन्दै मैले यो सूचनामूलक कुराहरू छोडेँ। फेरि म अर्को भिडियोमा नयाँ जानकारीमूलक कुराहरू लिएर आउनेछु। ल अब मलाई साथ सपोर्ट र लाइक कमेन्ट त छँदै छ नि तल है, ट्याक्क।